हेलो गाइजहरु नमस्ते नमस्कार के छ साथीहरु अलिचली साथीहरुलाई फेरि म अझ एउटा भिडियो बनाउँदै छु। अहिले चाहिँ म ठ्याक्कै यो ताइपबाट तल झर्दैछु ओह्रालो हैन त्यता जाने क्रममा। अहिले ठ्याक्कै बेलुकाको 5 बज्यो। 5 बजेको दृश्य यो एकदम सुन्दर दृश्य चाहिँ म साथीहरुलाई भिडियो मार्फत देखाउने छु। यहाँहरुले पक्कै पनि हेर्नु होला साउदी अरबको बाटो काँडा काँडा हैन यस्तै दृश्यहरु चाहिँ म बेला बेलामा म त यस्तो रमाइलो ठाउँ भेटेपछि म त भिडियो बनाउन मन लागिहाल्छ साथीहरु हैन। त्यही भएर म भिडियो बनाएर हुन्छु। मलाई चाहिँ अलिकति इन्ट्रेस्ट लाग्छ के यस्तो भिडियोहरु बनाउनलाई। त्यही भएर म भिडियो बनाएर हुन्छु साथीहरु। हेर्नुस् है भिडियो हेर्नु होला। साउदीमै भएको साथीहरु त अब सबैजना यही हिँड्ने यही डुल्ने भइहाल्छ हैन। उहाँहरुलाई त टेन्सन भएन। जे भयो नि साउदी भन्दा बाहिर भएका नेपालमा रहेका मेरा साथीभाइहरुलाई चाहिँ म भिडियो मार्फत भए पनि म साउदीको हैन विभिन्न ठाउँहरु चाहिँ म देखाउने मैले क्रम जारी राखिरहेको हुन्छु देखाइरहेको हुन्छु हैन। कतिजनाले त अब मन नपर्ला किन खिच्नु परेको होला बिना काममा यो बाटोको भन्ने पनि होला। तर त्यो होइन नि साथीहरु। किनभने अब भोलि तपाईँ हामी भनेको अब परदेशमै बसिरहने मान्छे होइन। भोलि हामी अब आफ्नो गाउँघर नेपाल गइसके पछाडि होइन उतै बसेपछि एउटा सम्झना हुन्छ नि त यार होइन। आफूले गरेको ठाउँ काम गरेको ठाउँ कर्म गरेको ठाउँ होइन अब हिँडेको बाटो घाटो होइन। त्यही भएर चाहिँ मैले यसो हेर्नलाई हुन्छ है। भोलि घरै गएर बस्यो भने नि आफूले गरेको ठाउँ आफू हिँडेको बाटो यसो होइन हेर्न मिल्छ भनेर चाहिँ मैले यसो भिडियो बनाएर आउँछु। अहिले चाहिँ एकदम गाडीको चाप पनि अलिक बढी छ। ओह्रालो झर्दैछु डाँडा काँडा अब हेर्ने भने अब होइन पुरै तक्लो भइरहेको छ डाँडा चाहिँ। केही छैन यो चाहिँ मरुभूमिमा अब यस्तै हो होइन। प्रायः जस्तो ठाउँमा अब बालुवा घारी नै हुन्छ भने प्रायः जस्तो ठाउँमा चाहिँ अब यस्तै डाँडाहरू मात्रै भइरहेको हुन्छ। अनि त्यही भएर म तपाईँहरूलाई हल्का रूपमा चाहिँ म तपाईँहरूलाई सरी यस्तो भिडियोहरू ल्याएर आउँछु साथीहरू। हेर्नु होला लाइक गर्नु होला कमेन्ट गर्नु होला है। अरू त के चाहिँ भन्न सकिन्छ र मैले अब म त अब यही त हो नि राम्रो भिडियो अब राम्रो ठुल्ठुलो ठाउँमा गएर खिच्न त सकिन्न साथीहरू। अब यस्तै हो खाडीमा भएको मान्छे अब खाडीकै भिडियो बनाउने हो होइन। त्यही भएर चाहिँ म यसो भिडियो बनाएर आउँछु है गाइजहरू। यहाँहरूले पनि हेर्नु होला भिडियो कस्तो लाग्छ प्रतिक्रिया दिनु होला। गाडी चाहिँ अलिक जाम भएको अवस्था छ अहिले। गाडी सोलो भइरहेछ मेरो पनि गाडी कुदिरहेको छ। अहिले म यात्रा गरेको लगभग 16 घन्टा जति भयो।